वेलकम टू आवर च्यानल गाइज बिएनए अस्तिको भिडियोमा 5 पोइन्ट कति के लाइक पुगेको थियो हैन त्यही भएर हामी फेरि अर्को भिडियो लिएर आइसकेको छौं विथ ओरस नन अदर देन रेशम हैन नन अदर देन रास्तामान जे भने पनि वेलकम ब्याक ओरस कस्तो छ कस्तो चलिरहेछ भ्युज गएकोमा धन्यवाद एकदम हामी सबैलाई त्यो हाम्रो कन्सल्टेन्सीले बताइदिन्न त्यस्तो कुराहरू हाम्रो च्यानलमा चाहिँ हजुर आएर सुन्न सक्नुहुन्छ जेन्युन कुराहरू हुन्छ यहाँ केही फेक कुराहरू नचाहिने कुराहरू केही पनि हुँदैन हैन उनीहरुले त कमिसनहरु पनि पाइहाल्छ हैन पठाएको मान्छे पठाएको हैन अनि त्यही भएर नि राम्रो छ भने यस्तो के जान्न खोजेको हुन्छन् यहाँ धेरै छ नि त युनिभर्सिटीहरु एउटामा नेपाली मात्रै इन्डियन मात्रै यताउतै सबै किन भेटिन्छन् भन्दा सबैले त्यो कमिसन दिएर एउटैतिर टाइम हुन्छ नि त्यही भएर धेरै भेटिन्छ रेयर युनिभर्सिटीहरु पनि छ यहाँ सस्तो पनि छ क्या छ तपाईलाई आउन मात्रै हो भने सस्तो पनि छ आउन यस्तो हो कि आफूले पढाइ चुज गर्ने हो भने त प्लस 2 दिएर त नेपालमै पढ न अनलाइनमा सब छ त के पढ्न मन लाग्यो हाम्रो त बालिन सरकार आउनु भएको के गर्दिनुहुन्छ होला म त आऊ भन्दै भन्दिन आऊ त्यहाँ गएर अनि फिटिर्न सकिन्छ 20 घण्टा काम गरेर सक्दैन भाइ सक्दैन तर यहाँ नहराऊ यहाँ त हराउने वातावरण पनि दिएको छैन नि त अहिले अलि छैन तिम्रो आऊ घुम हेर त्यो नलेज सिक अनि जाऊ त फेरि त्यही छस् भन्न लिएर जाने हो कि आऊ सँगै बरु म पनि सिकाउँछु के चाहियो तिमीलाई भन यहाँको ज्ञान त हैन हो नि राम्रो ज्ञान गर्दाखेरि हाँस्दिन्छन् क्या कमेन्टमा त्यस्तो हो कि अब जाले के हो जेन्युन युकेमा के हुन्छ स्टुडेन्ट आएर कस्तो कस्तो कुराहरू भोग्नुपर्छ यो कुराहरू बताइरहेको छन् अनि तिमीले फी दिन सक्दैनौ राजा ब्याकअप छ एक मास्टरमा आउनेले पुरा तिरेर आयो ब्याचलर्समा आउनेले 1 वर्षको तिरेर आइजाऊ हैन आएपछि त्यसपछि पीएसडब्ल्यूमा जाँदाखेरि आएको उठाउँछु अलिअलि कमाउँछु भने त्यो चाहिँ पोसिबल छ तर पढन जरी सक्दैन भने पढाइमा पनि ध्यान दे हैन राम्रो पढिस् भने पछि राम्रो पनि हुन्छ हो के त्यही मैले त्यही भनिरहेको के पनि पाउँछस् यहाँ आउँछौ तिमीहरू हैन साथीहरू आउँछौ मास्टर्स गर्छौ मजाले म्यानेजरियल लेभलमा पुग्ने जस्तरी पढ न मास्टर्स पढ्नु हो नि त्यति बेला चाहिँ क्याशको काम चाहिन्छ मैले भने क्याशको काम नगर त्यसले तिम्रो स्किललाई किल गर्छ तिमीहरू म्यानेजरको लेभलको हैन एडमिनिस्ट्रेटिभ लेभलको काम पाउँछौ एडमिनिस्ट्रेटिभ लेभलको काम पायो भने त यहाँ त मजाले पायो भेटिन्छ त्यही भएर पढ्ने टाइममा चाहिँ पढ्न पर्यो के राजा हो पढ्ने टाइममा पढाओ पछि कमाइहाल्छौ नि एउटा केही सिक के प्रेजेन्ट गर के पढ्न आएको प्रेजेन्टमा पढ काम आफूलाई सस्टेन हुने गरी रुम रेन्ट तिर्न पनि अनि पढ भनेर चाहिँ अन्डर द ब्रिज वाला भनेको हैन पढ्ने 20 घण्टा गरेपछि पुग्छ के कृष्णजीले भने जस्तो के ठ्याक्कै कृष्णजी भन्दा को कृष्णजी भन्नु होला हाम्रो भगवान कृष्णको हाम्रो भागवत गीताको कृष्णजी हाम्रो भगवान कृष्णको कुरा गरिरहेको छु मैले को कृष्णजी रहेछ भन्नु होला कृष्णजी भन्छस् साथी जस्तो पनि नभन्नु हैन मैले हाम्रो बोलीमा कृष्णजीलाई भन्नुहुन्छ नि पास्ट पनि नहेर हैन फ्युचरमा पनि नहेर वर्तमानमा बाँच कर्म गर फलको आश नगर फलको आश नगर पछि फलको लागि आश गरेर अहिले गर्न थाल्यो नि हुँदैन नि त कर्म हुँदैन त्यो कर्म मानिदैन तिमीले त यतिसम्म छुट छ के यो कलियुगमा हैन के भन्नुभएको छ भन्दाखेरि राधा राधा नाम मात्रै जप के लिएर जान्छौ हो सही ठ्याक्कै के लिएर आएको प्रेजेन्टमा राम्रो गर्यो भने चाहिँ फ्युचरमा पनि राम्रो हुन्छ क्या फेरि त्यो आश गर्नै पर्दैन के पाएर यो गरेछु भन्छ नि त्यो तिम्रो पास्टको हो क्या त्यो अहिले पास्टमा तिमीले राम्रोसँग हिँडेको भए सोचेर बाटोमा अहिले प्रेजेन्टमा दुःख कसैले पनि पाउँदैन हैन तर अहिले फ्युचरमा त्यही अनुसारले राम्रो गर्यो भने त फ्युचरमा पनि त पाउला नि त राम्रो फ्युचरमै पाउँछु भन्दा चाहिँ नगर फेरि गर हैन राम्रो गर तिमीले यस्तो हो कि तिमीले आजबाट राम्रो गर्दै गयौ भने भन्न खोजेको आजैबाट तिमी गुड वेमा गयौ भने त 100% तिम्रो रिजल्ट राम्रो हुन्छ तिमीले कर्म गरेर फलको आश नगर्नु भनेको त्यही हो के कर्म भनेको अरूलाई दुःख दिनु कर्म हैन दुःख पाए यता पाए उता पाए दुःख सबले पाउँछ उले मात्रै हैन दुःख पाउँछ सो हामीले पनि पाउँछौँ दुःख सबैले पाइरहेको दुःख सबैले पाउँछन् त्यति बेला चाहिँ ग्रेड बनाउँछ त्यो दुःखमा त्यसले कस्तो रियाक्सन गर्छ दुःखमा धेरै खुसी नहुनु हेर दुःखमा धेरै दुखी नहुनु धेरै एक्साइटेड नहुनु एक कुनै कुरा पाएर ओहो लागि चाहिँ हाम्रो सजेसन त्यही हो तिमी एकदम रियल भएर जिउन सिक्यो के फेक गरेर त्यो अरूको
भने त मैले ट्रेन्डिङको लागि नआउनु, त्यो टिकटकमा देखेर नआउनु, आफ्नो के छ अवस्था। बाबा मम्मीलाई ब्याक होममा एकदम गाह्रो हुन्छ। अब हामी युके आउँदाखेरि बाबा मम्मीलाई पैसा हाल्दिन गाह्रो भयो होला होइन, कसैबाट खोज्नु पर्यो होला अरे भने सबैको त हुँदैन नि त यार, गाह्रो हुन्छ नि त। अनि त्यो दुःख नदेऊ कि बाबा आमालाई, यसरी सोच त, बरु त्यहीँ बसेर पढ, जब सब गर, अनलाइन कोर्सहरू गर। के गर्न मन लाग्छ किन नर्मल्ली के गर्न मन छ थाहै छैन कि राजा। के गर्न आएर जब खोज्नलाई कति 100वटा सिभी बुझाउनु पर्छ, कहाँ कति महिनासम्म, 5-6 महिनासम्म मान्छेहरू देखेको छु क्या मैले। त्यही सिभी बनाउन नि आउन, अनि 5-6 महिनासम्म जब पनि नपाएर भयो सिभी बनाउन पनि आउन्न थियो त्यस्तै मान्छेहरूलाई। 5-6 महिनासम्म जब पाएन भनेर, 2-3 महिनासम्म जब पाएन भनेर नेपालमा पनि 3-4 महिना जब खोजेर पाइन्छ नि। घर छोड्नु पर्यो नि, तिमी यहाँ विदेश आउनु रेडी छौ, नेपालमा चाहिँ घर बसी जब आउँछ, काठमाडौँ जाऊ, पोखरा जाऊ, बुटोल जाऊ, कहाँ जानु मन लाग्छ। सस्तो पनि छ, एउटा कोठा 5,000मा कोठा पाइन्छ। अनलाइन कोर्स गरेर बस्छ न मजाले, घर छुट्टीमा जाऊ स्याटरडे सन्डे गर त केही, कति सस्तो छ। त्यति दुःख यहाँ उहाँ नेपाल गरेको, नेपालमा कमाउ ठिक्क कमाउ 20-25 हजार कमाउ। त्यही त हो, हप्तामा 2 दिन काम गरेन भने हप्ताभरि खाना पुग्दैन कि, 2 दिन काम गर्नै पर्छ हप्ताभरि। तर यहाँ धेरै एप्पल फल्छ, एप्पल हुन्छ नि बाटोतिर होइन, एप्पलमा नि आँप है फेरि होइन, तर स्याउ फल्छ यहाँ हुन्छ क्या, स्याउहरू मिठो हुन्छ, स्याउहरू फलिरहेको हुन्छ, त्यत्तिकै झरिरहेको हुन्छ, कुहिरहेको हुन्छ, फेरि मान्छेहरूले हरियो स्याउहरू बाटोमा हिँड्दाखेरि साइडमा फलेको देख्न पाइन्छ। सिस्नु हुन्छ यहाँ, त्यही पनि सिस्नु थियो। बुढीले काम गर्ने ठाउँमा जाने ठाउँमा नि सिस्नु, मान्छेहरू आएर पार्कमा बस्छन्, घुम्छन्, एक राउन्ड हान्ने छ, यो ठुलो पार्क छ। अनि जो पनि लन्डन आउनुहुन्छ होइन, यहाँ बस्नुहुन्छ, स्टडी गर्नुहुन्छ होला, वर्क भिजामा आउनुभएको होला, एकअर्कोलाई हेल्प गर्ने कोसिस गर्नुहोस् होइन। कसैलाई केही भनिदिँदैमा या कसैलाई केही डिरेक्सन दिँदैमा या कसैलाई एउटा सानो सल्लाह हेल्प हुन्छ नि त्यो गरिदिँदैमा, सुरुमा आएको बेलामा थाहा हुन्न, बुझ्दैनन्, रुममा कसरी बस्ने, कहिले क्लिन गर्ने, यस्तो कुराहरू चाहिँ थाहा हुँदैन कि। नेपालमा अर्कै स्ट्रक्चर हुन्छ होइन, घरको पनि यहाँको स्ट्रक्चर अर्कै हुन्छ, यहाँ सानो हुन्छ। अनि त्यो कुराहरू चाहिँ ख्याल गर्नुपर्छ। घरबेटीसँग बोल्ने गर्नुहोस् होइन, अनि नरिसाउनुहोस्, रिसले केही हुँदैन के। भागवत गीतामा हजुरले मैले पढ्नु भन्नुको कारण त्यही हो, यो रिस राग उत्साह, यो मोह माया, यो इन्द्रियतिर नजानुहोस्, यो इन्द्रिय हुन्छ सबै हजुरहरूका। अरे भ्युअर्सहरू अचम्मका छन् क्या। फेरि अघि भर्खरै त पिर्जनमा बाँच भने मलाई पिर्जनमा रिस उठ्यो भने म नरिसाउनु भन्ला थियो। पिर्जनमा रिस त्यो हो, पिर्जनमा बाँच्ने हो, अनि त्यति बेला चाहिँ इन्द्रियलाई कन्ट्रोल गर्ने। मोह माया किन यस्तो, आखिर माया त लाग्छ नि, आफ्नो आमाको आफ्नो छोराछोरीको त माया लाग्छ नि, आफ्नो हजुरबाको बाबाको माया नलाग्ने त भन्ने हुन्न कि, माया लाग्छ। र अनि भगवान् भन्नुहुन्छ फेरि हामी मोह मायामा फस्नुहुन्न, आफ्नो कर्म चाहिँ निभाउनु पऱ्यो अरे के। अब कस्तो भन्नु खोजेको, आमाले छोरालाई आमा जस्तो क्यारेक्टर चाहिँ निभाउनु पऱ्यो के, क्यारेक्टरलेस हुनु भएन, त्यो क्यारेक्टर हुनु पऱ्यो आमाको जस्तो। अब मलाई भगवान् मान्छु भनेर मजाले भगवान् पूजा गर्ने, छोरालाई चाहिँ खुवाउने बेला भइसक्यो नखुवायो भने त्यो चाहिँ मानिँदैन कि, त्यस्तो हुँदैन। आफ्नो कर्म चाहिँ गर्नु पऱ्यो, बाबाले बाबाको कर्म गर्नु पऱ्यो। बच्चालाई पिट्नुपर्छ भने पनि तल आउनु, राइट वेमा ल्याउनुलाई पिट्न पनि पायो कि उनीहरूले आफ्नो कर्म, त्यो उयो हो कि। बच्चालाई राइट वेमा हिँड्नलाई थर्काउनुपर्छ, कहिले काहीँ बच्चाको जस्तै एक्टिङ गर्नुपर्छ, कहिले बाउ जस्तै बन्नुपर्छ होइन। त्यो हामीले पनि सानोमा कति कुटाइ खायो मलाई बाबाको होइन मतलब थाहा नभएर गल्ती गरियो होला। हाम्रो माइलदाइ त लास्ट हो कि, अझ लास्ट चकचक बिस्दै थाहा नि तँलाई। अनि त्यस्तो त्यो कुराहरू उहाँले आफ्नो कर्मलाई पुरा गर्नुभएको हो क्या, हामीलाई यो ठाउँमा आइपुग्नको लागि या हुन्छ नि जुन पनि कुरा हामीलाई यस्तो बनाइदिनु भयो। त्यही भएर आफ्नो बाबा मम्मीलाई चाहिँ गाली नगर्नुहोस्। अबको डिसिजन भनेको हजुरको हातमा हुन्छ। हजुरले बाबा म अस्ट्रेलिया जान्छु भन्नुभयो भने पनि बाबाले हुन्छ, मम्मीले हुन्छ, या मामा माइजू जो पनि जसकोमा नि हुनुहुन्छ हजुरबा हजुरआमा, उहाँले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि अब अस्ट्रेलिया जान खोजेको छ जान त भन्नुहुन्छ क्या, नजा चाहिँ भन्दैन। ऋण धन गरेर भए पनि नभए पनि खोजेर पठाइदिनुहुन्छ। तर हजुरले बुझ्नु कि त्यो तिर्ने, हजुरलाई आउँदाको दिनको भोलिपल्ट ल्यान्ड हुनैबाट त्यो तनाव सुरु हुन्छ कि हजुरको। हजुर रुममा पनि आइपुग्न पर्दैन। यही भन्छ होइन, जहिले पनि विदेशकै कुरा गर्छ, विदेश जाने यो गर्ने त्यो गर्ने, विदेश प्रमोट गर्न उहीँ बस्छ हो भन्न खोजेको। आउँछौ भने फर्किन पर्छ होइन, सिक्न आउन पाइन्छ। तर मैले भनेको आइज, तर फ्यामिलीलाई दुःख नदेऊ नि त, अप्ठ्यारोमा नपारिदेऊ नि त। भोलि नै तिमीहरूले आएर प्रेसर पर्छ यहाँ। र त्यो कुरा 5 लाखमा हुन्छ भने 30 लाख किन खर्च गर्छौ? तिमीसँग यहाँबाट फर्केर ब्याचलर पढेर तिमी फर्केर जाँदाखेरि तिमीसँग 25 लाख रुपियाँ खातामा भयो भने ल मान एक्लै आएर, तँलाई के लाग्छ त यो जिन्दगी साँच्चीकै जिन्दगी नै हो कि हामीलाई यो इल्युजनमा बचेको जस्तो लाग्छ? यो चाहिँ रियल हो, यो सब हामीले देखेको हो भोगेको कि एक दिनको निन्द्रा मात्रै हो, सपनी मात्रै हो? यो सब झिमिक्क हुने हो कि? यो चाहिँ त्यस्तो सिचुएसन, आत्माको त्यस्तो सिचुएसन हो जहाँ चाहिँ फिल गर्नु ह्युमन बिङ भने
भनेको एउटा त्यो पोजिसन हो जहाँ चाहिँ सबै चिज फिल यस्तो हुन्छ कि अब बाबा मम्मीलाई सोध्ने भने पनि म अस्ति भर्खर यस्तो थिएँ यस्तो थिएँ म त कान्छा अहिले यस्तो भइसक्यो भन्ने यस्तो कुरा गर्नुहुन्छ कि भनेको टाइम बितेको थाहा हुँदो रहेछ तिमीहरू यत्रो भइसक्यो यताउता होइन त्यही भएर त्यो सोच्दाखेरि यो सब इल्युजन हो कि एक झिमिकमै बिते जस्तो लाग्ने शनिबार भेटेको यो शनिबार कति छिटो बित्यो होइन यस्तो समय बित्न धेरै टाइम छैन त्यही भएर आएको केही होइन लिएर जाने पनि केही होइन लिएर त्यही भएर जे छ त्यसमा खुसी हुन सिक्नुपर्छ कि धेरै 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 खोज्दै 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 गर्दाखेरि मान्छे कहाँसम्म हामी हेर्नु त कहाँसम्म आइपुग्यौँ धेरै खोजेर त हो नि नत्र भने खाना लाउन बस्नु त घरै थियो नि थिएन कति राम्रो थियो जिन्दगी यहाँ सिस्टम छ क्या फेरि सिस्टम आजको 1000 रुपियाँ पछिको 1000 रुपियाँ रहँदैन नि त ढुक्क हो नि त्यो के त्यसको भ्यालु घट्छ कि राजा 1000 को नोट 1000 देखिन्छ हेर्दाखेरि जति किन्छौ होइन त्यति पछि किन्न सकिन्न क्या त्यही भएर इन्भेस्ट गर पैसा दरा कुहिनु नदेऊ जसको पैसा छ इन्भेस्ट गर केही कुरा सेयरहरू किन वरिपरि किन केही कुरा गर के राजा त्यो पैसाले एसेट्सहरुमा इन्भेस्ट पैसा छ भने आफूलाई के मन पर्छ त्यो कुराहरू ट्राई गर थुपारेर त कहीँ पनि केही हुँदैन वरिपरि डुल हिँड नेपाल त्यत्रो छ घुम होइन आइज हो तिम्रो सक्छु गर्छु भन्ने या जहाँ गए पनि मरुभूमिमा गए पनि पानी खोज्छु भन्ने छ भने आइजाऊ न काम खोज गर तर स्किल सिक पढ्न आइज पढ्नलाईमा ध्यान दियो बाहिर क्यास इन ह्यान्डको काममा त्यति ध्यान नदियो पहिला पढ 1.5 वर्ष 2 वर्ष अलिकति बेस 2 वर्ष तिमीले राम्रोसँग पढ्यौ भने अलिकति मान्छेहरूको राम्रो कनेक्सन हुन्छ यताबाट तिमी छिटो जब पाउँछौ के त्यो क्यासको काम खोज्दै हिँड्दाखेरि हामी उल्टो बाटो हिँडेर सुरुमा आएर क्यासको काम खोज्दैन पढाइतिर फोकस गर न टिचरसित कसरी कुरा गर्ने सिक प्रोफेसरहरूसित मेरो त्यो कलेजभित्र पनि कति त्यो उहरू हुन्छन् क्या टिम लिडरहरू हुन्छन् त्यस्तोबाट कनेक्सन बनाउन सिक भनिराखु त राम्रोसँग गर्ने होइन अरू चिट कोडहरू कति छ तिमीहरूलाई चिट कोडहरू भनेको के हो भन्दा आएन भने लन्डन आएर कसरी सस्तोमा बस्ने